दार्चुलाका बलदेव भट्टले प्रदेश सरकारको कृषि मन्त्रालयबाट डडेलधुरामा फलफुल प्रशोधन उद्योग खोल्न 46 लाख रुपियाँ अनुदान लिनुभयो। अनुदान लिएको एक सातासम्म उद्योग सञ्चालन पनि भयो, तर पुरै अनुदान पाइसकेपछि यो उद्योग बन्द भयो। यस्तै गत वर्ष कृषि निर्देशनालय, कृषि ज्ञान केन्द्र र आलु सुपर जोन मार्फत डडेलधुरामा 500 भन्दा बढी कृषि यन्त्र अनुदानमा बाँडियो। तिनको पनि सही सदुपयोग हुन सकेको छैन। सरकारी अनुदान लिनकै लागि डमी उद्योग खोल्ने प्रवृत्ति मौलाएको छ। अनि टाठाबाट किसानहरू अलिकति यो भनौँ राजनीतितिर पनि पहुँच भएका सबै कुराहरू अलिकति गाउँतिर पनि अलिकति अगुवाई गर्ने त्यस्ता किसिमका सदरमुकाम नजिकका भनौँ कि अब अलिकति टाठाबाट गाउँठाउँकै पनि टाढाका गाउँपालिका पनि टाढाबाट तिनीहरूले चाहिँ अनुदानमा तिनीहरूको पहुँच भर्ता हुन्छ। अब तिनीहरूले दुरुपयोग गरिराखेका हुन्छन्, त्यसले उत्पादनमा घाटा हुन्छ। सरकारी जो लगानी हुन्छ त्यो खेर गइराखेका हुन्छ। यो गर्नु एकदमै राम्रो कुरा होइन। सरकारले अनुदान दिने, कृषकले चाहिँ नि जति गर्नुपर्ने हो, आफ्नो लागत जति हुनुपर्ने हो, खटिनुपर्ने हो। लागत त किसानको खटिने हो खेतबारीमा, त्यो नखटिया देखिया छ। धेरै ठाउँमा त अग्रज पनि छन्, खटिया छन्। कोही जानी पनि नखटिया के हजुरको। अनुदान लिने, काम चाहिँ नगर्ने, त्यस्तो भावनाले पनि केही समस्या छन्। अनुदान खानका लागि मात्रै खोलिएका उद्योग अनुदान सकिएपछि बन्द हुने गरेका छन्। एउटै उद्योगले पटक पटक अनुदान पाएपछि दुरुपयोग गर्नेहरू प्रोत्साहित भएका छन्। राजनीतिक पहुँच र सेटिङमा लिएको अनुदानबाट निर्माण गरिएका उद्योगमा ताला लगाएको अवस्थामा पनि फेरि त्यही उद्योगलाई प्रदेश सरकारले बजेट विनियोजन गर्ने गरेको छ। कृषि मन्त्रालयको अनुदानमा मात्रै वर्षेनी 30 करोड भन्दा बढी रकम खर्च हुने गरेको छ। सुदूरपश्चिमका पहाड जिल्लामा फलफुल प्रशोधन, जडीबुटी कोल्ड स्टोर निर्माण, विभिन्न कृषि औजार निर्माण उद्योग, विभिन्न सरकारवाला निकायहरूले विभिन्न फोरमहरूमा चाहिँ क्वेसन गरिराख्नुहुन्छ र हामीले यो कृषि ज्ञान केन्द्र डडेलधुराले चाहिँ कृषि व्यवसाय प्रवर्धन नियमावली बमोजिम चाहिँ अनुदान ग्राहीहरूको छनौट गर्ने एउटा विधि र प्रक्रिया छ। त्यो विधि र प्रक्रियामा रहेर चाहिँ हामीहरूले सूचना प्रवाह, फिल्ड भेरिफिकेसन, उपसमिति गठन, उपसमितिको प्रतिवेदनको आधारमा अनुदान ग्राही छनौट र त्यसपछि सम्झौतापछि फिल्ड मूल्याङ्कन र अनि भुक्तानी गर्छौँ। र त्यसपछि हामीले क्रस कटिङको रूपमा चाहिँ सरकारवाला निकायहरूसँगको संयुक्त अनुगमन पनि गर्छौँ। र पक्कै पनि जुन यो अनुदानको कहीँ कतै दुरुपयोग भन्ने गुनासो आइरहेको छ, यी गुनासोहरूलाई हामीले सकारात्मक रूपमा लिएर फेरि कहाँनिर यसको चाहिँ कमजोरी भएको छ त्यसलाई चाहिँ औल्याउनलाई चाहिँ कृषि ज्ञान केन्द्र डडेलधुराले सम्पूर्ण सरकारवाला निकायहरूसँग चाहिँ छलफल र समन्वय गरेर चाहिँ यसलाई चाहिँ न्यूनीकरण चाहिँ गर्नेछ। सुदूरपश्चिमका पहाड जिल्लामा फलफुल तथा जडीबुटी प्रशोधन उद्योग, कोल्ड स्टोर निर्माण, कृषि औजार निर्माण उद्योगहरूको नाममा अनुदान लिने अनि बन्द गर्ने विकृति बढेको छ। एक प्रयोजनमा पाएको अनुदान अर्को प्रयोग गर्ने पनि बढेका छन्। घरेलु तथा साना उद्योग विकास समिति डडेलधुराको पछिल्लो तथ्याङ्क अनुसार दर्ता भएका अधिकांश उद्योगहरू बन्द हुन थालेका छन्।